आवश्यक त्यही हो, अब जरुरी छ, किनकि अब भनौँ न आफै सोच्नुहोस्, तपाईँको दाँतमा यहाँनिर दाँतमा स्टेन्स बसेको छ अरे, कफीको स्टेन, हाँस्नुहोस् त, हाँस्न सक्नुहुन्छ? हाँस्नुहुन्न नि, मुख छोप्नुहुन्छ भनेको आफ्नो सेल्फ कन्फिडेन्सको लागि एउटा कुरा भयो। भनेको दागहरूलाई हटाउने भनेको सेल्फ कन्फिडेन्स है। सेकेन्ड कुरा भनेको चाहिँ दाँत र गिजाको बिचमा फोहोर बसेछ, तपाईँले त्यसलाई सफा गर्नु भएन भने के हुन्छ, गिजाहरू तल तल सर्दै सर्दै जान्छ। जब गिजाहरू तल सर्दै जान्छ, रुटहरू एक्सपोज भयो, रुट एक्सपोज भयो भने सेन्सिटिभिटी स्टार्ट हुन्छ, दाँतहरू सिरिङ सिरिङ गर्न थाल्छ है। त्यसपछि दाँतहरू लामो भएको जस्तो देखिन्छ, दाँतहरू हल्लिन थाल्छ, त्यसपछि दाँतै निकाल्नु पर्ने हुन्छ। भनेपछि सोच्नुहोस् त, स्केलिङ गरिएन भने के हुने भयो त, गिजाहरू तल तल सर्दै जाने भयो, दाँतहरू लामो लामो देखिन थाल्ने भयो। त्यो किन देखियो त, रुट एक्सपोज भएर दाँतहरू हल्लिन थाल्ने भयो, दाँत निकाल्नु पर्ने भयो। भनेपछि स्केलिङ गर्ने केको लागि त, दाँत बचाउनको लागि, गिजाको हेल्थ राम्रो होस् भन्नको लागि, गिजा राम्रो होस् होइन। हेल्दी गिजाले दाँतलाई राम्ररी समातेर बस्छ, राम्रो माटोले रुखलाई चाहिँ राम्ररी समातेर बस्छ। माटो नै राम्रो छैन भने त रुख जस्तो सुकै बलियो भए पनि हल्लिएर त झर्छ। त्यस्तै हो यो चिज पनि। त्यसैले त्यसको लागि चाहिँ हामीले स्केलिङ गर्नुपर्ने हुन्छ, दाँतको लङ्गिभिटीको लागि स्केलिङ